हेलो एभ्रिवान, आज चाहिँ म बिहानीको खाना बनाउँदैछु। हेर्नु है त के गर्छु भनेर। म चाहिँ सुरुमा करेला काटेपछि चाहिँ दाल बसाल्नको लागि कुकरमा दाल हालेँ। अनि दाललाई चाहिँ मजाले पखाल्दैछु म चाहिँ। अनि आज चाहिँ मम्मी उता बाह्र चरन जानुभएको थियो। बाबाले चाहिँ धानको बिउ राख्ने भनेर चाहिँ उता खेत खन्दै हुनुहुन्थ्यो बाबा चाहिँ। अनि म चाहिँ यता दाललाई मजाले पखालेँ। अनि दालमा पानी हालेँ, अनि थोरै नुन हालेँ, अनि बेसार हालेँ, अनि चाहिँ मसला पनि हालेँ। अनि त्यसलाई चाहिँ मजाले बिर्को लगाइदिएर चाहिँ मैले दाललाई चुलोमा बसालिदिन्छु। अनि यता कराई पनि बसाल्छु मैले चाहिँ। अनि कराईमा तेल हाल्छु। तेल हालेपछि चाहिँ तात्नको लागि छोडिदिन्छु। अनि मेथी फुराइदिन्छु, राम्रोसँग तातेको रहन्छ। अनि मेथी चाहिँ राम्रोसँग बटरर गरेको थिएन के। अनि यसो फेरि छोडिदिएँ डढ्नको लागि। अनि फेरि जिरा हालिदिएँ। जिरा हाल्दैछु चाहिँ अनि फेरि मैले करेलालाई फुराइदिएँ, करेलालाई छोडिदिएँ। करेला छोड्दैछु चाहिँ मैले यस्तो मजाले भुटेँ। करेलालाई यस्तो मजाले भुटेपछि चाहिँ अनि करेलालाई थालले माथिबाट ढाकिदिएँ। अनि ढाकेपछि चाहिँ यता बहिनीलाई मैले चामल भिजाउनको लागि पठाएको थिएँ। उसले चाहिँ चामल भिजाइ थिएँ। अनि फेरि करेलालाई खोलेँ, अनि खोलेर फेरि चलाएँ। यसमा चाहिँ मैले बेसार हालिदिन्छु, अनि ती मसला हालिदिएर अनि यसलाई फेरि चलाइदिन्छु। एकखेर चलाएर फेरि अनि मैले टमाटर काटेर राखेको थिएँ कि, अनि त्यो टमाटरलाई पनि मैले हालिदिन्छु। अनि त्यो पुरै त्यसलाई टमाटरलाई पुर्दिन्छु। अनि फेरि करेलालाई ढाकिदिन्छु मैले चाहिँ। अनि यता फेरि खोलेर फेरि टमाटरलाई पुरै चलाइदिन्छु। अनि चलाइदिएर फेरि मजाले करेला सबै चलाएर फेरि ढाकिदिएर छोडिदिन्छु। अनि ढाकेर खोल्दा चाहिँ यस्तो भएको थियो। अनि फेरि मैले नुन हालेको थिइनँ नि त, नुन चाहिँ पछिबाट हाल्छु भनेर हालेको थिएन। अनि फेरि नुन हालेर फेरि मजाले चलाइदिएँ। अनि फेरि ढाकिदिएँ। यसो करेलालाई चाहिँ मजाले पकाउनुपर्छ नि त। अनि फेरि हाम्रो दाल पनि रेडी भइसकेको थियो। दाललाई पनि मैले खनाइदिएँ। अनि त्यही कुकरलाई पखालेर फेरि त्यसमा भात बसालिदिएँ मैले चाहिँ। अनि यता दाल करेला पनि भइसकेको थियो। अनि करेलालाई पनि निकालेर मैले अर्को बर्कोमा खनाएँ। अनि फेरि दाल झान्नको लागि चाहिँ मैले यता दिउरी बसालिदिएँ, तेल हालिदिएँ दिउरीमा चाहिँ। अनि यस्तो तातेपछि चाहिँ मैले जिरा फुराइदिएँ। अनि जिरा फुराएपछि हल्का कालो कालो गराएपछि चाहिँ अनि मैले त्यसलाई झानिदिएँ दाललाई चाहिँ। अनि दाललाई झानेपछि चाहिँ अनि मैले यसलाई ढाकिदिएर राखिदिन्छु। आजको मेरो काम चाहिँ यति हुन्छ।